अर्पणा ठाउँमा जाँदैछु म क्यानबेरा आज 2083 साल असार महिनाको 32 गते मसान्तरमा र जुलाईको 16 तारिक भनेर आज आरबीलाई भेट्न म क्यानबेरा प्रस्थान गर्दैछु। यति बेला प्लेन चढिसके, प्लेन स्टार्ट गरिरहेको छ। बाहिरको दृश्यहरू यति बेला यस्तो छ। सिटीतिर सिटीका घरहरू, एलिलेट सिटीका घरहरू हुन् तिनीहरू। यति बेला पश्चिम दिशा लालीमय छ। सन्ध्याकालीन 5:20 भइरहेको छ। म यता अगाडि बढिरहेको छु। प्लेनले स्टार्ट गरिरहेको छ आफ्नो गति लिनको लागि अगाडि बढिरहेको छ। यति भन्दै म क्यानबेरा पुगेपछि पनि फेरि यसमा सिनहरूलाई क्याच गर्दै जाहेर गर्दै यहाँबाट अहिले प्रस्थान गर्दैछु। प्लेन हिँड्यो, प्लेन उड्दैछ, जाँदैछ। प्लेन अब जम्प गर्दैछ माथि। ल हवस्, नमस्कार। नाइट भ्यू क्यानबेरा आइपुग्नै लाग्यौँ हामी। क्यानबेराको नाइट भ्यू यस्तो छ। एयरपोर्टमा हामी ल्यान्ड गर्दैछौँ। एकैछिनमा हाम्रो जयसँग मेरो भेट हुन्छ। अहिले ल्यान्ड गर्नको लागि रेडी छ। ल्यान्ड गर्दैछ, निर्देशन दिँदैछ। अब हामी एकैछिनमा ल्यान्ड गर्न लागिरहेका छौँ। गड ब्लेस यु। भगवानले रक्षा गरून्।
not comfortable with using stairs, सन्ध्याकालीन suggest having to the क्यानबेरा corridor when एयरपोर्टको coming up. दृश्य And as we will be refueling, smoking, vaping and the use of e-cigarettes is allowed on the tarmac or anywhere in the terminal. You can now use your devices with flight mode turned off, just note you can't use them on the tarmac. Well, thank you for choosing to fly with Virgin Australia this evening. It certainly has been our pleasure looking after you, and we do look forward to seeing you क्यानबेरा again soon. अस्ट्रेलिया राजधानी क्यानबेराको एयरपोर्ट मजाले एकदम सुरक्षित साथ आइपुग्यौँ ल धन्यवाद पाइलटलाई टाढेबाट ल क्यानबेरा एयरपोर्टमा जहिले मलाई स्वागत गर्नुभयो सेफली आइपुग्यो ल खुसी लाग्यो ल जय साथ धन्यवाद थ्याङ्क यू जयसँग ट्याक्क भेट भएर जयले स्वागत गर्नुभयो अनि भेट भइयो हामी र अब यसरी झोलासोला लगेजहरू लिएर अब हामी यहाँको बाटोतिर लाग्यो अब घर अब एकैछिनमा घर पुग्छौँ नयाँ आरबीलाई पनि भेट्छौँ अर्पणालाई जयसँग यहाँ भेट भयो उमङ्ग छ खुसी छ मन अब यहाँबाट 20 मिनटमा हामी हाम्रो वासस्थान पुग्छौँ आज नयाँ बेबी नव शिशुलाई भेट्नको लागि यहाँ दक्षिणा र फलफुलसहित आएको छु सानो नानी आरबीलाई हेर्नको लागि ए सानो मुन्छे मेरो सानो मुन्टे छ नि यहाँ सानो मुन्टेलाई यो पैसा दिएर म हेल्छु है मेरो सानीलाई ए सानो मुन्टे म मलाई हेलेको हेलै छन् खै म लिन्छु एकपल्ट नानुलाई आओ मेरो सानी आओ मेरो सानो ए आमा यत्रो चम्मला छु आमाले हेल त कति नामो छ नानी नामो छ नानी कति मजाले हेलिसन् ल यति सानो बुढिया नानी हो तिमी चम्मा निकाल्छु यत्तिकै हेला ओरिजिनल ल आमै कोतेली हेलेकी हौ कोतेली हो तिमीलाई सानो पुकुलु ऊ उता हेल त भिडियोमा बाबाले भिडियो किन्नुहुन्छ ल हेला नामो छ नानी नामो छ क्युटी छ ल आरबी नानु यत्रो थियो भनेर सम्झनाको लागि मैले युट्युबमा राखेर सधैँ हेर्नको लागि बनाएको यो भिडियो सबैले हेरिदिनु होला मन पराइदिनु होला आरबी आज 12 दिनकी नानी हुने नि 12 दिनमा मेरो भेट भयो नातिनीसँग बडै खुसी छु एकदमै ह्याप्पी छु म नातिनीलाई यसरी काखमा लिन पाउँदा नवजात शिशुलाई लिन पाउँदा म कति ह्याप्पी छु यो सीमा छैन ह्याप्पीको सालै ह्याप्पी छु सानो बेबी ए मेरो सानो बेबी आमा आयो आमा नानुको आमा हो मामा घोको आमा हो नि ए हाँस त कति पुरा बुझेको जस्तै गोली छौ नि कुरो बुझिछौ ए सानो मुन्टेले कुरो बुझ्यो म पनि ह्याप्पी ल वेलकम होम हजुरआमा अरे अनि यता नानीको यो डेट अफ बर्थ नाम अनि यो वेट अनि यति सेन्टिमिटर लम्बाइ सबै यहाँ यसरी राखिएको हुँदो रहेछ नानीको यस्तो अचम्म रहेछ नानीको यो बेड अनि यो बेडमा नानीलाई राखेर सुताउने ठाउँमा बेलुनले सजाइएको यस्तो रहेछ खेलाउन सामानहरू यस्तो रहेछ अलि ठुली भएपछि फेरि पनि आरबी लामिछाने 5 महिना 26 5-7 महिना 5 गते 5:54 PM दिउँसोको 2.647 ग्राम 46 सेन्टिमिटर लम्बाइ र म आज आएको यहाँ वेलकम होम हजुरआमा भनेर लेखेको हुन्छ ल आरबी तिमीलाई धेरै धेरै शुभ आशीर्वाद राम्रो हुनु ठुलो हुनु ज्ञानी हुनु असल हुनु ल आरबी है ल यसरी कहाँ लिएको अहिले नातिनीलाई लिन पाउँदा एकदमै ह्याप्पी छु खुसी छु
अब यसरी फल्दै फुल्दै जानुपर्छ धेरै धेरै सन्तानहरूले डाँडा काँडा ढाकुन् राम्रो होस् निरोगी र लामो आयु क्या एकदम फलनाका छोराछोरी भनेपछि नाम कमाएर सबैले जान्ने बुझ्ने सुन्ने हुन् नानी पनि प्रगति र उन्नति सबै उत्तर प्रगति हुँदै जाओस् नानुको राम्रो गरेर सबैले चिन्ने भाउ ल थ्याङ्क यू